ल हेर्नुहोस् है साथीहरू, अहिले चाहिँ म यो साली नदीतिर आइपुगिरहेको छु। मेरो चाहिँ यता पेसेन्जरहरू चाहिँ अगाडि यो सुटिङको लागि यता मन्दिरतिर गइराख्नु भएको छ। यता तलतिर यो चाहिँ यो साली नदीको श्री स्वस्तानी माताको मन्दिर भयो। यो चाहिँ हजुरहरूले पनि यतैबाट दर्शन गर्न सक्नुहुन्छ। यो चाहिँ मेन गेट अगाडिको रोडबाट चाहिँ तपाईँहरू यता पालुबारी हुँदै माथि नगरकोटतिर जान सक्नुहुन्छ। यो चाहिँ मन्दिर वरपरको दृश्यहरू हो। यता चाहिँ यो मालाहरू फुलमालाहरू व्यापारको लागि मन्दिर वरपरतिर यो दृश्यहरू देख्न सकिन्छ। यो चाहिँ मन्दिरको वरपरको दृश्य भयो। तलको माधव नारायणको मन्दिर। अहिले चाहिँ मेरो पेसेन्जरहरू चाहिँ उतातिर सुटिङ गर्दै हुनुहुँदो रहेछ। ल यो चाहिँ माथि अहिले बज्रयगिनीतिर पनि सुटिङ गरेर यता यो साली नदीतिरको पनि सिनहरू लिनलाई उहाँहरू यता आइराख्नु भएको छ। यो चाहिँ साली नदी भजन मण्डली यतातिर भजन पनि राख्छ। यो चाहिँ अब समयअनुसार हुन्छ। यता हाम्रो गुरुजीहरू यता चाहिँ वरपर स्थानीय व्यक्तिहरू हुनुहुन्छ यतातिर। यो छ अहिले चाहिँ हाम्रो यता सुटिङ भइराखेकै पोइन्टतिर के कस्तो हुँदैछ यसो हेरौँ। यता तलतिर चाहिँ यो जुन मेला लाग्ने बेलातिर चाहिँ एकदम भिडभाड हुन्छ हजुरको यतातिर यो नुहाइधुवाइ गर्न पनि है। तर अहिले एकदम खुल्ला नै छ। हामी तल देख्न सक्छौँ त्यहाँनिर साना नानी बाबुहरू चाहिँ पौडी यसो खेल्दै हुन्छ हुँदैछ। र हाम्रो यता सुटिङ टिमहरू चाहिँ यतातिर हुनुहुन्छ। यता हाम्रो दाइ पनि हुनुहुन्छ। ल यता यो पनि एकदम धेरै आइडिया हुनुपर्ने रहेछ है। यो सुटिङहरू गर्नको लागि पनि एकदम धेरै आइडिया हुनुपर्ने रहेछ। यसलाई चाहिँ यो स्मार्ट वर्क भन्छ यसलाई। यो चाहिँ एकदम तपाईँको त्यही दिन जस्तो लाग्छ है। यो स्मार्ट वर्कै हो। किनकि जस्तै मैले चाहिँ तपाईँको 25 लाखको ट्याक्सी चलाउँदा चाहिँ दिनको तपाईँको 3000, 4000, 5000 कमाउन सकिन्छ भने तपाईँको चाहिँ अब एकदम आफूसँग स्किल छ होइन, तपाईँको चाहिँ अब सबै कुराहरू छ भने यो 1.5 लाख 2 लाखको क्यामेराले पनि धेरै ठुलो काम गर्न सक्ने रहेछ जस्तो मलाई लाग्यो है त। किनकि तपाईँको अब यो भिडियोहरू सुट गर्नदेखि सबै आइडिया एडिटहरू गर्नदेखि सबै आइडिया चाहिँ एकदम आवश्यकै हुँदो रहेछ भन्ने मलाई पनि लाग्यो। किनकि अब यो सम्बन्धी मलाई पनि त्यति आइडिया छैन पनि। अनि यो अब यसो सिक्दै पनि सबै कुरा हेर्दै गर्दै बुझ्ने त हो। त्यो भएर यसो बुझिँदैछ सिकिँदैछ होइन। ल यहाँ चाहिँ अब यो सुटिङको माहौल यस्तो छ। ल तपाईँहरू पनि हेर्नु होला। यो चाहिँ मन्दिरको पनि यतैबाट दर्शन गर्नु होला। र सन्तोष तिमल सिन्हा ट्याक्सी भ्लगलाई पनि सब्सक्राइब गरेर चाहिँ सपोर्ट गरिदिनु होला।